दर्शकबिन नमस्कार। हजुरहरूले भुन्टी भाग 266 त हेरिसक्नु भएको छ, जस अन्तर्गत भुन्टीकी आमा एकदमै नै बिरामी परेकी हुन्छन्। त्यति बेला नै भुन्टी जेलतर्फ लागिरहेकी हुन्छन्। त्यसपछि भूमिका तिम्री आमा मरेकिन् भनेर नराम्रो शब्द बोल्छिन्। त्यसपछि भुन्टीले भूमिकाको गालामा एक झापड हानिदिन्छन्। दर्शकबिन भूमिकालाई भुन्टीले झापड हानेको देखेर खुसी हुने जतिले यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्नुहोला। दर्शकबिन भीम र भूपेन्द्र जेलबाट घरतर्फ आइरहेका हुन्छन्। त्यसपछि भुन्टीलाई घरमा गएर अब त जेल जानुपर्छ भनेर हिँड भनेर भुन्टीलाई जबरजस्ती गर्न लाग्छन्। त्यसपछि भुन्टी जेलतर्फ लाग्छन्। यता गाउँमा भुन्टीकी आमा एकदमै सिकिस्त बिरामी परेकी हुन्छन्। भुन्टीको बुबाले आफ्नी आमा बिरामी परेकी छन् भनेर टोकलेलाई त भनिसकेका थिए, तर टोकले मेरो आफ्नै छोरा होइन, मेरो आफ्नो छोरा त कहाँ हरायो, तर हामीहरूको कुनै पनि वास्तै छैन। तर ऊ 2-4 वर्ष अगाडि आएको मानिसलाई हामी कति सताउनु भनेर भुन्टीकी आमाका श्रीमान अर्थात् भुन्टीका बुबा सहर जान मानिरहेका हुँदैनन्। त्यसपछि जमुना दिदीले टोकलेलाई फोन गरेर आमा त सिकिस्त नै बिरामी छन् र आमालाई दम बढेको छ भनेर टोकलेलाई भन्छन्। त्यसपछि टोकलेले आमालाई छिटै सहर पठाइदेऊ भनेर भन्छन्। अनि भुन्टीले अस्ति भर्खरै उनलाई 4000 रुपियाँ सहयोग गरेका थिइन्। ती रुपियाँ आफ्नी आमाको खर्चको लागि गाउँ पठाइदिन्छन्। त्यति बेला नै भुन्टीका बुबाका मितज्यू घरमा हुन्छन् अनि मितेनीज्यू बिरामी परेको कुरा सुनेर 10,000 रुपियाँ उनलाई सहयोग गर्छन्। हो दर्शकबिन, भुन्टीका बुबाका मितज्यू एकदमै नै राम्रो छन्। भुन्टीको परिवारलाई एकदमै अप्ठ्यारो परेको बेला उनीहरूका मितज्यूले उनीहरूलाई एकदमै नै सहयोग गरेका हुन्छन्। दर्शकबिन, यता पूर्णिमाका बुबाले अस्ति भर्खरै एउटा मन्दिरको पार्टीमा चाउचाउ बिस्कुट बेच्ने आमालाई विवाहको लागि मनाइसकेका हुन्छन्। त्यसपछि दुवैजना नै मायाका कुरा गर्दै रमाइरहेका हुन्छन्। दर्शकबिन, पूर्णिमाले आज भोलि टोकलेलाई एकदमै नराम्रो गर्न लागेकी हुन्छन्, किनभने उनकी आमा एकदमै नै बिरामी परेकी हुन्छन् अनि सहर आउन लागेकी हुन्छन्। त्यसपछि टोकले भन्छन् कि म तिम्रो बुबाको कुनै पनि सम्पत्तिलाई चलाउँदैन भनेर टोकलेले भनेका हुन्छन्। त्यसपछि पूर्णिमाले मेरो बुबाको सम्पत्ति पनि नचलाउने अनि आफू पनि केही कमाइ नसक्ने, यसो भए त कहाँबाट जिन्दगी चल्छ भनेर पूर्णिमाले भन्छन्। दर्शकबिन, भुन्टी भाग 265 अन्तर्गत भूमिकाले आफू माथि बाँधिएको डोरीलाई फुकालेर भुन्टीलाई कुट्न गएकी हुन्छन् अनि आमा बुबालाई पनि भूमिकाले गाली गरिरहेकी हुन्छन्। अनि रिसको जोकमा आएर भुन्टीले भूमिकालाई निकै नै कुटेकी हुन्छन्। अनि भूपेन्द्र र भीम जेलबाट घर आउँदा भूमिका सिडीको तल बसिरहेकी हुन्छन् अनि भन्छन् कि भुन्टीले मलाई एकदमै नै मर्ने गरी कुटी भनेर भूमिकाले भन्छन्। त्यसपछि भूपेन्द्र हतार माथि गएर भुन्टीलाई एकदमै रिसाउँछन्। दर्शकबिन, यता टोकले कामको सिलसिलामा बजारतिर लागेका हुन्छन् र 2-3 दोकानमा मेरो लागि कुनै काम छ कि भनेर सोध्दै जाँदा कुनै पनि व्यापारीले उनलाई काममा राखेन। त्यति बेला नै पूर्णिमा उनलाई खोज्नको लागि मार्केटतिर जान्छन्। त्यसपछि उनलाई फोन गर्छिन्।
हजुरलाई यो सहरमा काम मिल्दैन किनभने हजुर पढे लेखेको हुनु हुँदैन भनेर पूर्णिमाले उनलाई भन्छन्। त्यसपछि पूर्णिमा भन्छन् कि हजुरलाई यो सहरमा काम मिल्दैन र हजुरले विदेश हुनु बाहेक कुनै पनि विकल्प हुँदैन भनेर पूर्णिमाले भन्छन्। त्यसपछि टोकले एकदमै नै दुखीले रोइरहेका हुन्छन्। अनि टोकले भन्छन् कि म यति गरिब छु, मैले यो सहरमा एकदमै नै दुःख पाएको छु। तिमीले त म जस्तो एक पैसा पनि धन सम्पत्ति नभएको मानिसलाई मन परायौ। अब तिमीले मलाई चाह्यौ त छोडेर जान सक्छौ पूर्णिमा, किनभने म तिमीलाई खुसी दिन सक्दैन, मात्र मेरो माया दिन सक्छु भनेर टोकले भन्छन्। दर्शकबिन भुन्टीले यता आफ्नी आमा बिरामी परेको कुरा सुनेर धरे रोइरहेकी हुन्छन्। दर्शकबिन यो देखेर त म एकदमै दुखी भएको छु, किनभने भुन्टी सबैजनाले माया गर्छिन्, तर पनि भुन्टीमाथि यति ठुलो अत्याचार हुन्छ। भुन्टीले नगरेको गल्तीको सजाय भोग्न लागिरहेकी हुन्छन्। यो सोचेर भुन्टी मनमा नै रोइरहेकी हुन्छन् त एकातर्फ आफ्नी आमा बिरामी परेको कुरा सुनेर भुन्टी दुखी भइरहेकी हुन्छन्। जेलतर्फ जाँदै गर्दा भुन्टीका मनमा कुराहरू खेल्छन् र भुन्टीकी आमा पनि सिकैस्त बिरामी परेकी हुन्छन्। दर्शकबिन भुन्टीमाथि यति ठुलो अत्याचार गर्ने पापीहरूलाई ठुलो भन्दा ठुलो कारबाही हुनुपर्छ र भुन्टी आफ्नो माइत जानुपर्छ। अनि त्यसपछि भुन्टीकी आमा सहरमा गएर निको भएर घर फर्किनुपर्छ र टोकले काम पाउनुपर्छ भन्ने जतिले हाम्रो यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो पेजमा जोडिन नबिर्सिनु होला। खोज्दै जाँदा टोकले भेटिन्छन्। त्यसपछि भन्छन् कि हजुरलाई पैसा हाल्नको लागि पनि 2-3 घण्टा लाग्छ र भनेर पूर्णिमा टोकलेदेखि एकदमै रिसाउँछन्।